यो पनि बाबुलाई दिनु उसरा यसो वनस्पति उर्दूमा बाजे कुवा साछे जो त्रेड चाह ल उठ्न पर्यो हजुर पनि उठ्न पर्यो ल ठिक नि हैन त्यसलाई नि यता 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 देब्रे काँधमै ल्याउनु पर्यो त्यसलाई हो त्यो काँधमा राखे नि देब्रे हात त्यसरी हैन अब दाहिने हातमा हजुरले जल दिनु पर्यो बाबुलाई यसो घुम्दै आउने हैन एउटै हातले समाउने ल अनि त्यो हातमा भएको जल यहाँनिर आएपछि सूर्यलाई यसरी चढाइदिने अब यहाँ बाबुलाई एकचोटि फेरि घुमाउनु पर्यो यहाँ नपुगिकन आएर यहाँ आएर यहाँबाट चढाउने सूर्य भगवान् घुमेर आउनु पर्यो ओम उद्भयन्तव सस्वन्तरम देवता सूर्यवन मजिद्रतम आप भूयिष्ठा चढाइदिन्छु म यो हजुरले बाबुलाई भन्नु पर्यो बाबु आजदेखि सधैँभरि सूर्य भगवानको दर्शन गर भनेर हराउने अनि बाबुले चाहिँ भगवान सूर्यनारायणलाई दर्शन गर्ने ओममा तामाको लोटा पानी लिने यसरी सूर्य भगवानलाई सतम भूयस सरदा सतात अब हजुरले अँगालो मारेर छातीमा छोइदिनु पर्यो बाबुलाई मम प्रतिदिरियम ददामि मम चित्तमनु चित्तं त्यस्तु मम वास भगवनाजु गत्वा प्रजापतित्वा न्यूनक्तु मय्यं ल बसौँ बाबु भिडियो छोटा बाबुले कस्तो लियो बाबुले भन्नु पर्यो गर्ग उत्रुत भन्नु नारायणको नाम सब भन्नु पर्यो उच्च सुन्नी गरी जीवन शर्मा अहम गुरु मैले चाहिँ को हौ तिमी भनेर सोद्धा बाबुले चाहिँ म फलानु गोत्रको फलानु नाम भने कस्य ब्रह्मचारी असी बाबुले भन्नु पर्यो भवतः कसको ब्रह्मचारी हौ भन्दाखेरि हजुरको भनेको फेरि हजुरले जल लिदिनु पर्यो इन्द्र सिद्धि मन्त्रस्य प्रजापति सिद्धि हजुरलिङ्ग उक्त देवता जपी विनियोग छोडिदिन्छु यस्तो गर्न पर्यो दुई पनि कानमा समाउने बाबुले ओम इन्द्रस्य ब्रह्मचार्यस्य अग्निराचार्य तवाहमा चार्यतमम गर्गको उत्पन्नोहम जीवन शर्मा अहम यस्तो ढोगिदिन्छु अग्निलाई यस्तो शिर झुकाइदिने हो अब यस्तो गर्ने अनि यस्तो गर्ने प्रजापति त्वा परिददामि देवत्वा समिति अद्योगति बिहा परिददामि देववृत्तिव्यन्त परिददामि विषयव्यता बुद्धिमे परिददामि सर्वव्यता परिददामि रिष्टि अलिकति फुल अक्षता अग्निमा चढाइदिनु पर्यो देवायनि तथा ब्रह्माता वस प्रजापतिः यसो कसैले यसो गरिदियो तर बाबा भनेर पनि आगो बालिदिनु न बाबा फेरि 3 भाग सिधा दान गर भन्छ हैन अलिकति चाहिँ एउटा यो प्लास्टिक उसमा चामल राख्नु पर्यो यहाँ लाइटर कति लैयो र यहाँको लाइटर यहाँ छ लाइटर किताबमा अलिअलि चामल राख्नु पर्यो
त्यहाँ अगाडि राख्नु पर्यो त्यहाँ आफ्नो अगाडि यो पनि त्यही ल आडैमा गुरु सिधा हो होइन तिनटै सिधा हुनु पर्यो एउटामा दुनामा पनि जल नै राख्नु पर्छ जल पनि राख्नु तिनजना ब्राह्मणलाई भोजन गराउनु पर्छ त्यो मन्त्र सुन्नुभन्दा अगाडि एउटामा जल राख्नु पर्यो आज प्रशंसाको नृत्य दिनु अब छ यहाँ त एउटा फल राख्नु पर्यो कपाल बेच हुन्छ कपाल बेच हुन्छ जल भने यही चाहिँ यो पुष्प राखिदिन्छु न भइहाल्छ के सिसाको भाँडा केही हुन्छ केही गर्नुपर्ने भयो एउटामा राखिदिँदा हुन्छ एउटा माथि एउटा खुद्रा पैसा नि राखिदिन्छु तिनटै एउटा खुद्रा पैसा बाबुले दान दिएर मिल्ने अरू दुईजना कोही हुनुहुन्छ कि भन्ने तपाईँहरू मुखको लाएर आउनु एउटा हजुर एउटा उहाँ एउटा उहाँ तिनजना हजुरबालाई त भएन मलाई त भएन एउटा कुरा उनका दान दिन मिल्ने त बहिनीहरू भएका भएर त्यो पुस पानी च्यापेको लिन मिल्ने चाहियो त्यो बहिनीहरूलाई हुन्छ कि भाइ बहिनीलाई भएन गुरु चाहिएको जनै लाउनेवाला ब्राह्मण चाहिएको तपाईँलाई नै भयो अनि कसो भयो अब एउटा म लिन्छु तिनटै मैले लिन मिल्दैन अरू चाहिँ त्यहाँ छुट्याएर राख्नु कुस र जल लिएर छोड्नु पऱ्यो त्यो चाहिँ तिनजना गुरुलाई भोजन ग्रहण गराएपछि बल्ल मन्त्र सुन्नको लागि प्रगोत्रमा नि टाढो हुँदैन नि त र त्यहाँ बिचमा छुन पऱ्यो बिचको सिरामा पूर्व उच्चारित सङ्गीत मध्ये अङ्कल आजको दिन पुगेन बिहान नाम कुमारको अहम मम भोजन करणार्थम प्राक्त्रिन ब्राह्मणान् भोजयसे सन्तोषयसे छोडिदिनु एउटा उठाएर मलाई दिनु यो चाहिँ उहाँ ऋषिलाई ल राखिदिनु दिदी पनि त ऋषिलाई राखिदिए त भइगयो त बरु कसलाई भाग लाएर कसलाई बोलाएर त्यहाँ त्यहाँ लगेर राखिदिनु पर्यो उठेर राख्नु त्यो बाबुकै काम मन्त्र केही सकिँदैन भन्न सङ्कल्प भइसक्यो त्यसको ल कहाँनिर राखौँ गुरु त्यहाँनिर अर्का गणेश ल भइहाल्यो दाइ ल फेरि आउनु पर्यो बाबु यतै आएर बसौँ ओम ब्रह्मचारी असी बाबुले भन्नु पर्यो असानी ब्रह्मचारी बन भन्दा म बन्छु भनेको ओम अपुसान बाबुले भन्नु पर्यो ओम अस्नानी नित्य स्नान गर भन्दा म नित्य स्नान गर्छु भन्दैछु ओम कर्मम कुरु बाबुले भन्नु पर्यो कर्माणी सही कर्म गर भन्दा म गर्छु भनेको सही कर्ममा के हो भन्दा नित्य स्नान गुरु सेवा आमा बाबाको सेवा गाई ग्रन्थ गुरु र गोविन्दको सेवा भनेको पाञ्चायन त्यसपछि गाईको सेवा त्यसपछि गुरुको सेवा अनि ग्रन्थ भनेको वेदादी शास्त्र पढ्नु चाहिँ शास्त्रको सेवा हुन्छ मा दिवान सुसुप्ता बाबुले भन्नुभयो नस्वपामी म दिउँसो कहिले सुत्दिनँ किनकि ब्रह्मचारी पढ्ने विद्यार्थीलाई सुत्ने अधिकार छैन दिउँसो भने ओम वाचम यच्छ बाबुले भन्नुभयो यच्छ नि भनेको मान्छौ भन्दा म मान्छु भनेको बाबु ओम समिधम आदेहि ओम समिधम आदेहि ओम आददानी भन्नु पर्यो समिधा हवनको लागि यज्ञको लागि गुरुलाई समिधा ल्याउँछौ भन्दा म ल्याउँछु भनेको फेरि भन्नु पर्यो ओम अपोसाना बाबुले भन्नु पर्यो अस्नानी म नित्य स्नान गर्छु भनेर भन्नु अब नभक्षण नभक्ष्यामी भन्नु पर्यो खाना नहुने कुरा तामस सेक्सिस माछा मासु खान्छौ भन्दाखेरि म खान्न गुरु भनेर भने खाने नि होइन नि खाने नि होइन
अब आज आटा छोड्छु सधैँ साप्ताहिक भोजन खाने साप्ताहिक भोजन खाने छु गायत्री दानम अहम करिसे त्यही नै राम्रो हुन्छ भन्नु पर्यो गायत्री दानम अहम करिसे भन्नु पर्यो हजुरले अहम कलिसे अब मन्त्रदानको लागि तयार गर्नु पर्यो मन्त्र दिएपछि बाबा कति बज्यो बाबा मन्त्र सुनिसकेपछि गुरुलाई अहिले त्यो मन्त्रदानको लागि तयार पार्छ एउटा मन्त्रदानलाई पञ्चबार रात पनि केही भइहाल्यो कसले छुट्टै चौकीले या चाहिँ त्यही चौकीमा फेरि सदर भयो अनि मन्त्र सुन्दाखेरि छोप्ने दोसरलाई त्यो दोसरलाई तयार गर्नु पर्यो मन्त्र सुनिसकेपछि सिधा आएको जस्तै चाहिँ तपाईँको सामानमा फल राख्ने अनि गुरुलाई दिइराख्ने अनि गुरुलाई दिएर अब एकचोटि फेरि घुमेर आउनु पर्यो मन्त्रदानको लागि यज्ञ हजुर यहीँ हाम्रो यज्ञ बनाएको नि जस्तै अङ्कल अङ्कल होइन अब चाहिँ दाहिनेले टेक्ने देब्रेले अङ्कल उता कपडा उतार्नु मेन दाइले निकाल्नु दाइ स्वेटर राख्दा बढी भयो भने ल अब